कान्छीले आफ्नो श्रीमानलाई निर्दोष साबित पनि गराइदिइसकेका छन्। अहिले घरबेटी साहुको बुढी कस्तो नियतको मान्छे रहेछ भनेर सरलाई पनि थाहा पाइसकेको छ। अहिले कहानीमा फेरि नयाँ ट्विस्ट आइसकेको छ। यता भने सरको बुवा पनि थपिने भइसकेका छन्। अनि त सरको बुवा आइसकेपछि त अहिले ससुराले भने बुवालाई राम्रो सबक सिकाउने भइसकेका छन्। रातिसम्म पनि छोरा नआइसकेपछि बुवा भने एकदमै धेरै तनाव लिइरहेका छन्। अहिले सागरले भने सरलाई बाटोमा सुतिरहेको या बेहोस अवस्थामा भेटाएर लिएर आएका थिए। बेहोस अवस्थामा सरलाई बोकेर लिएर आएको सरको बुवाले देखिसकेपछि त अत्तालिरहेका छन्। कान्छीले पनि देखिसकेका छन् सरलाई बेहोस अवस्थामा बोकेर लिएर आएको। यस्तो अवस्थामा आफ्नो छोरालाई देखिसकेपछि के ससुरा बुवाले बुहारीलाई त्यत्तिकै छोड्लान् त? यस्तो बुहारी त हुनुभन्दा नहुनै बेस भनिरहेका छन्। अब कान्छीले पनि त्यो केटीको पहिला सबै कुराहरू खोलिदिएर त्यो केटीलाई सरबाट छुटाउनै पर्छ भन्ने जति को हुनुहुन्छ कृपया कमेन्ट गरिदिनु होला। साथै कान्छीले सागरलाई आफ्नो श्रीमानलाई निर्दोष साबित गराएको देखेर तपाईँहरू को खुसी हुनुभएको थियो त कृपया कमेन्ट गरिदिनु होला।